हेलो साथीहरू, स्वागत छ तपाईहरूलाई फेरि पनि मेरो बिआर मिक्स ब्लगमा। आज चाहिँ म नयाँ भिडियोको साथ फेरि पनि हजुरहरूको सामु उपस्थित भइसकेकी छु। साथीहरू, आज चाहिँ मैले धेरै दिनपछि रेसिपीको भिडियो लिएर आएकी छु। मैले चाहिँ अलि बिजी भएको हुनाले म चाहिँ आज धेरै दिनपछि रेसिपीको भिडियो लिएर आइसकेकी छु। आशा छ हजुरहरूले मेरो यो रेसिपीको भिडियो पक्कै पनि मन पराइदिनु हुनेछ भन्ने। अनि हजुरहरू चाहिँ मेरो भिडियोमा नयाँ हुनुहुन्छ भने साथीहरू मेरो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला अनि छेउमा भएको बेल आइकनलाई पनि प्रेस गरिदिनु होला। रेस्टुरेन्ट स्टाइलको मैले चाहिँ आज पालक पनिरको रेसिपी लिएर आएकी छु। अवश्य हजुरहरूलाई मन पर्नेछ। भिडियो चाहिँ सुरुबाट लिएर अन्तिमसम्म हेरेर साथ अनि सपोर्ट दिनुहोला साथीहरू। म चाहिँ अब बनाउन तर्फ लागेँ। त्यसको लागि चाहिँ मैले यहाँ 1 केजी पालक 1 केजी लिएकी छु। साथीहरू, पालक चाहिँ फ्रेस हुनुपर्छ। यो पालकको चाहिँ यो मोटो मोटो डन्डाहरू चाहिँ नराख्नु होला। यो माथिको यो पातको पत्ता हुन्छ नि, त्यसरी राख्दा चाहिँ एकदम राम्रो हुन्छ पालक पनिरको सब्जी। मैले चाहिँ हजुरहरूले देखिसक्नु भएको छ होला, यसरी लिएकी छु। एउटा भाँडोमा मैले पानी गरम गरिसकेँ। त्यसमा चाहिँ मैले थोरै आधा चम्चा चिनी राखेकी थिएँ। त्यसरी राख्यो भने चाहिँ पालकको यो कलर चेन्ज हुँदैन। हजुरहरूले देखिसक्नु भएको छ होला। पालक चाहिँ जस्तोको तस्तै छ। अब चाहिँ मैले यसलाई चलाइदिएको छु काँटा चम्मचको सहायताले। यसलाई चाहिँ धेरै बोइल गर्नु पर्दैन। 2 मिनट जति बोइल गर्दा रेडी भइसक्छ यो चाहिँ। अब चाहिँ मैले एउटा भाँडोमा बटुकोमा चिसो पानी ल्याएकी थिएँ। चिसो पानीमा यो उम्लिसकेपछि एकछिन बोइल भइसकेपछि हजुरहरूले यसरी राख्यो भने चाहिँ पालकको कलर जस्ताको तस्तै हुन्छ अनि देख्दा पनि राम्रो हरियो हुन्छ। अब चाहिँ म यसलाई मिक्सर जारमा राखिसकेँ। यसलाई चाहिँ म धेरै मसिनो पनि पार्दैन, दरदरा गरेर बनाउने छु। हजुरहरूलाई म बनाइसकेपछि देखाउने छु। 4वटा चाहिँ मैले हरियो खोर्सानीलाई भाँचेर राखेँ। हजुरहरूले यसमा लसुन अदुवा पनि राख्न सक्नुहुन्छ। मैले चाहिँ यो सुरुमा बिना लसुन प्याजको बनाउँदैछु। लु हेर्नु साथीहरू, मैले चाहिँ यो रेडी गरिसकेको छु। एकदम स्मुथ भएको छ, धेरै मसिनो पनि भएको छैन। अब चाहिँ मैले यहाँ पालकको लागि छोक लगाउनको लागि यहाँ काजु लिएकी छु 5-6वटा, अदुवाको टुक्रा, 4वटा टमाटर अनि धनियाँ लिएकी छु। अब चाहिँ यसलाई म पछि देखाउने छु हजुरहरूलाई। पेस्ट बनाइसकेपछि यसको चाहिँ म पेस्ट बनाउने छु। बनाउन तर्फ लागेँ है त म। अब चाहिँ सब्जी कराही तातिसकेको थियो। त्यसमा मैले सरसोको तेल राखिदिएँ। पनिर मैले 1 किलो पालकमा मैले आधा किलो पनिर लिएकी छु। पनिरलाई चाहिँ मैले यसरी ठुलो ठुलो पिसमा काटेर राखिसकेँ। अब चाहिँ पनिर फ्राई गर्नुपर्ने हुन्छ साथीहरू। पनिरलाई चाहिँ धेरै लो फ्लेममा नतल्नु होला। त्यसरी तल्यो भने चाहिँ पनिरले चाहिँ तेलहरू धेरै सोच्छ। त्यसरी तल्दा चाहिँ अलिकति मिडियम भन्दा पनि हाई फ्लेममा नै तल्नु होला, किनकि यसरी पनिरहरू तलेर राख्यो भने धेरै यस्तो टुक्रा टुक्रा हुँदैन पालकमा। हजुरहरूले नतलेर पनि राख्न सक्नुहुन्छ। मैले चाहिँ यसरी नै हल्का फ्राई गर्नेछु, धेरै गर्ने छैन, किनकि हाम्रो घरमा धेरै पनिर चाहिँ नतलेर बनाएको चाहिँ अलि मन पराउनु हुँदैन। त्यसैले पनिर हेर्नुहोस् मैले तलेर राखिसकेकी छु। साथीहरू, हजुरहरूले चाहिँ यो पनिरहरू तलेको तेलहरू चेन्ज गर्न पनि सक्नुहुन्छ, तर मैले गरेको छैन। त्यही तेलमा मैले बनाउँदैछु सब्जी। थोरै जिरा राखेको थिएँ। जिरा मजाले रातो भइसकेको छ। 2टा मैले तेजपत्ता राखेँ। अब यसलाई एकछिन भुट्नु पर्ने हुन्छ साथीहरू। अघि मैले बनाएर राखेको पेस्ट जो मसला थियो, हेर्नुहोस् त साथीहरू, देख्दै दामी देखिएको छ। त्यो पेस्टलाई मैले यसमा राखिदिएँ। अब चाहिँ यो पेस्टलाई जबसम्म यो मसलाले राम्रोसँग तेल छोड्दैन तबसम्म यसलाई भुट्नुपर्ने हुन्छ। थोरै हल्दी राखेँ अनि मैले मिक्स मसला राखेँ अनि थोरै मैले अब यसमा रातो खोर्सानी राख्नेछु। मैले यो हरियो खोर्सानी 4वटा राखेकी थिएँ, धेरै राखेको छैन रातो खोर्सानी चाहिँ। अब चाहिँ यतिको मसला राखिसकेपछि यसलाई मजाले मिक्स गरेर छोडिदिनु होला साथीहरू। मैले चाहिँ यसलाई मजाले मिक्स गर्नेछु। वरिपरि लागेको मसलाहरूलाई चाहिँ राम्रोसँग बीच भागमा राखेर हामीले पकाउनु पर्ने हुन्छ। अब चाहिँ म यसलाई छोपिदिनेछु। छोप्यो भने चाहिँ यो अलि छिटो पाक्छ नि त साथीहरू, त्यही भएर
2 मिनट जति मैले छोपेर राखिसकेकी थिएँ। हेर्नुस् त साथीहरू, मसलाले मजाले तेल छोडिसकेको छ। अब चाहिँ यसलाई एकछिन भुट्नु पर्ने हुन्छ। फेरि पनि यो अझै पनि भएको छैन। यसलाई मैले एकछिन पकाइसकेपछि हजुरहरूलाई देखाउने छु यो कतिको रेडी भइसकेको छ भन्ने। अनि साथीहरू, हजुरहरू चाहिँ मेरो भिडियोमा सुरुबाट लिएर अन्तिमसम्म हेरेर साथ दिनुहोला है साथीहरू। अब चाहिँ मैले मसला राम्रोसँग भुटिसकेपछि यसलाई अझै पनि 1 मिनट जति मैले राम्रोसँग भुटेँ। मजाले मसला जति भुट्यो त्यति राम्रो, त्यति मिठो सब्जी हुन्छ। अनि मैले काँचो 2टा पनिर राखेकी थिएँ, 2टा टुक्रा। अब चाहिँ मैले यसलाई म्यास गरेर यही मसलामा एकछिन फ्राई गर्नेछु साथीहरू। मसला चाहिँ रेडी भइसकेको छ, हजुरहरूले देखिसक्नु भएको छ होला। अब चाहिँ मैले अघि बनाएर राखेको पालकको पेस्टलाई चाहिँ यसमा राखिदिएँ। अब चाहिँ यतिको राखिसकेपछि मजाले मिक्स गर्नेछु। साथीहरू, मैले चाहिँ मसलाहरूमा मिक्स गरिसकेपछि एकछिन त्यसलाई ढाकेर पकाएँ। अनि त्यसपछि मैले एकछिन चलाइसकेपछि 1 चम्चा मैले यसमा यहाँ मलाई राखेकी छु। हजुरहरूले पनि यसमा धेरै मलाई नराख्दा पनि हुन्छ। मैले चाहिँ यहाँ थोरै मात्रामा मलाई राखेकी छु, किनकि मैले काजु पनि राखेकी थिएँ। हल्का क्रिमी टाइपको बनाउँदैछु। हजुरहरूले रेस्टुरेन्टमा, होटलहरूमा खानु भएकै छ होला, ढाबाहरूमा त्यस्तो ठाउँमा बनाएको सब्जीहरू चाहिँ हल्का क्रिमी टाइपको हुन्छ। अब चाहिँ मैले मलाई राखिसकेपछि एकछिन मिक्स गरेर यसलाई एकछिन 1 मिनट जति म छोपेर पकाउने छु। त्यसपछि म हजुरहरूलाई देखाउने छु साथीहरू। पालक पनि पाकेर रेडी भइसक्यो साथीहरू। पालकले पनि राम्रोसँग तेल छोडिसकेको छ। मैले चाहिँ यसलाई एकछिन छोपेर पकाएँ। अब चाहिँ हामीले यसमा स्वाद अनुसार नुन राख्नुपर्ने हुन्छ। मैले चाहिँ स्वाद अनुसार नुन राखिसकेपछि यसलाई मजाले चलाइदिएँ। अब चाहिँ यसलाई यतिको चलाइसकेपछि अघि हामीले फ्राई गरेर राखेको यसमा पनिर एड गर्नुपर्ने हुन्छ। अब चाहिँ मैले पालकहरू रेडी भइसकेपछि पनिर एड गर्नेछु। पनिर राखिसकेपछि धेरै चाहिँ हामीले पकाउनु पर्दैन। अलरेडी हाम्रो पालक पाकिसकेको छ। 1-2 मिनट जति हामीले छोपेर पकायो भने चाहिँ हाम्रो सब्जी रेडी हुन्छ। मैले चाहिँ यसमा थोरै गरम मसला राखेकी छु। गरम मसला राखिसकेपछि यसलाई मिक्स गरिदिने साथीहरू। सब्जी पनि रेडी भइसक्यो। अब चाहिँ मैले यसलाई छोक लगाउने छु। छोकको लागि चाहिँ मैले के सामानहरू लिएकी छु, मसलाहरू लिएकी छु, हजुरहरूलाई देखाउने छु। छोकको लागि चाहिँ मैले यहाँ मसिनो पारेर गोल गोलो पारेर मैले यहाँ लसुन काटेकी छु। अनि 2-3टा मैले रातो खोर्सानी लिएकी छु, साबुत रातो खोर्सानी। अनि एउटा मिडियम साइजको प्याज लिएकी छु साथीहरू। अब चाहिँ मैले फ्राई प्यानमा तेल राखिसकेको थिएँ। तेल तातिसक्यो। मैले चाहिँ तेल किन धेरै मात्रामा राखेको छु भन्दा चाहिँ मलाई अर्को सब्जी पनि छोक लाउनु छ, त्यही भएर दालमा चाहिँ म यही राख्ने छु। त्यही भएर मैले
अलि धेरै नै गराएको छु है साथीहरू। हजुरहरूले चाहिँ अलिकति तेल कम राख्दा पनि हुन्छ। प्याज हल्का ब्राउन कलर भइसकेपछि मैले चाहिँ त्यसमा अघि गोल गोल काटेर राखेको मैले लसुन राखेको थिएँ। लसुन चाहिँ हजुरले थिचेर पनि राख्न सक्नुहुन्छ। मैले चाहिँ सागमा चाहिँ गोल गोल काटेर राखेको चाहिँ मलाई एकदम पर्छ, त्यसैले यतिको भइसकेपछि रातो खोर्सानी पनि मैले राखिसकेँ। यसलाई चाहिँ हल्का अब ब्राउन कलर आउँदैसम्म हामीले भुट्नु पर्ने हुनेछ। अनि यहाँ बटुकोमा चाहिँ मैले यहाँ सब्जी रेडी गरेको छु छोक लगाउनको लागि। साथीहरू यो लसुन प्याज पनि रेडी भइसकेको थियो, अब गरम थियो, त्यसमै मैले थोरै हिङ राखिदिएँ। अब कलरको लागि मैले यहाँ कश्मिरी लाल मिर्च राखिदिएँ। यतिको राखिसकेपछि एकदम राम्रो कलर पनि हुन्छ। अब चाहिँ म छोक लाउने तर्फ लागि मजाले यसमा माथिबाट राख्नुपर्ने हुन्छ। अनि यदि हजुरहरूले लसुन प्याज खानु हुँदैन भने यो चाहिँ स्किप गर्दा हुन्छ। यसको जग्गा हजुरहरूले जिरा पनि राख्न सक्नुहुनेछ। यति नै हो साथीहरू मेरो यो आजको मेरो पालक पनिरको रेसिपी। कस्तो लाग्यो देख्दै खाउँ लागिसकेको छ होला, एकदम टेस्टी पनि थियो। यति भन्दै आजको भिडियोबाट म बिदा चाहन्छु। अनि हजुरहरूलाई मेरो यो भिडियो कस्तो लाग्यो, भिडियो राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर गरिदिनुहोस्। अनि तपाईँहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। फेरि भेटौँला नयाँ भिडियोको साथ। तबसम्म तपाईँहरू सबैजनालाई बाई बाई, सी यू नेक्स्ट भिडियो।